आंटी म त पास भए ओ हजुरआमा म त पास भए मुन त के बस्नी मेल त हुने नि दिनभरि डुल्ने गाजर खाले सबै बारी को थाहा पाएको कुरा दिनु आमा हजुरले रोहनलाई देख्नु भएको थियो साउने नहीं साउने कहाँ गरी हाल्छन् कहाँ पर हाल्दा में त पनि एकदम यार अब के गर्ने होला अब एकदम पास गर्न सकेन यार अब बिहे पास गर्यो र त बिहे पनि सही हो अब के गर्ने होला रोहनले भनेको पनि सही हो पढेर हात ठुलो भएको होइन जे हुन्छ देखा जाएगा अब बिहे पास गर्दै ल गरी भने एउटा बुवाට दुई कार्टुन बियर फ्री छ आज त केटाहरूले पनि इज्जतकै कुरा भने अब परलाई पनि गर्नु पर्यो क्या गरिहाल्नु हजुर के छ खबर परि मेरो त ठिकै छ तिम्रो नि मेरो पनि ठिकै छ परि एउटा कुरा भनौँ भन न के कुरा हो मलाई आज तिमीसँग एकदम भेट्न मन लागिरहेछ कहाँ आउने नि तिम्रो घरको पछाडि आज कुरा आउनु ल मेरो घरमा कोही सुतेका हुँदैनन् मम्मी बुवा सुतेपछि आउँछु नि हुन्न र हुन्छ ल अब साँझै भेटौँला ल कतिखेर आउने कति चिन्ता गरेको परि हेर न घरमा मम्मी बुवा सुत्नु भएको थिएन अहिले अबेर भइहाल्यो नि मात्रै भेट्ने अब तिमीहरूमा बरु बिहे गरौँ न अझै कति पढ्न बाँकी छ घरको त पढिरहेको बिहे गरेर नि पढ्न भइहाल्छ नि त त्यसो भए तिमी मलाई विश्वास गर्दै आउने विश्वास त गर्छु नि म पनि तिमी बिना बाँच्न सक्दिनँ त्यसो भए मलाई माया गर्छौ भने मसँग हिँड न त कहाँ हुनुहुन्छ ढोका खोल्नुहुन्छ जहिले नि ढिला मात्रै घर आउँछ कहाँ जान्छ है राति राति अनि उल्टो केटी चाहिँ को अब ल्याइसकेर पाल्नु त परिहाल्यो नि मम्मी अब पाल्नु हजुरआमा यहाँ आठ बजिसक्यो
जान पनि सक्छ होइन तिमीलाई के भएको छ तिमीले राख्छ खाएर आउँछौ त नखाएको त किने होइन त के भएको तिमीलाई जहिले खिचेर आउँछन् जहिले खिचेर लौ राम्रोसँग दिन सक्दैन यस्तो गाई खाना हुन्छ ननुन छ नस्वाद छ मासुका बनाएन अझै बढी बोल्छ है गल्ती भयो भन्नेमा झन् तिमीले त अब सासु ससुराको अगाडि के गर्छु भन्ने तिमीमा ऊ हुनुपर्छ नि त पऱ्यो मर्ने कुरा चाहिँ नगर बरु हिँड तिम्रो घर फ्यामिलीसँग समुदायमा म कुरा गर्छु गाउँले दुःख दाजुभाइ दिदी बहिनीहरू तपाईँ अहिले उहाँ बहिनीको उहाँ बहिनीले चाहिँ बालविवाह